वान डे 10 प्रोडक्ट रिकमेन्डेसन फर मेकअप। यो चाहिँ एकदमै इजी स्टेप भयो है मेरो लागि चाहिँ। फाउन्डेसनले कभरेज दिन्छ कि दिँदैन भनेर हजुरहरूलाई देखाउनको लागि। सो मैले चाहिँ यो आई स्याडोबाट पिगमेन्टेसन बनाएँ र यो फाउन्डेसन लगाएँ एन्ड या एकदमै फुल कभरेज। अनि कस्तो हुन्छ भने अब कसैको चाहिँ एकदमै धेरै डार्क हुन्छ होइन, त्यस्तोमा चाहिँ हजुरहरूले अलिअलि करेक्टर गर्नुहोला। यो चाहिँ मैले करेक्टर नगरिकन गर्दाखेरि पनि मजाले कभरेज दिएको थियो। त्यस पछाडि मैले यो ब्लस लगाएँ। यो चाहिँ एकदमै धेरै पिगमेन्टेड छ, मेब्लिन फिटमीको। त्यस पछाडि मलाई चाहिँ एकदमै ब्लस राम्रो लाग्छ है, म मजाले नै लगाउँछु। आफ्टर द्याट हजुरहरूले यो सबै पाउडरहरूले सेट गरिसकेपछि एकछिन चाहिँ अब नआत्तिनु होला। एकदमै मेकअप नगर्नु हुनेहरूले चाहिँ एकदमै त्यो धेरै जस्तो फिल हुन्छ होइन। सो लास्ट स्टेपमा चाहिँ सेटिङ स्प्रे हालिसकेपछि चाहिँ एकदमै मेल्ट भएर आउँछ क्या, मेकअप मजाको देखिन्छ। सो या सो थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। र यो फाउन्डेसन चाहिँ मैले पिक्चर राखिदिन्छु। एन्ड यो घाममा चाहिँ मेरो लुक्स यस्तो देखिएको थियो भने शीतलमा चाहिँ यतिको देखिएको थियो मेरो मेकअप भाइ। आज मैले युज गरेको फाउन्डेसन चाहिँ नार्सको रहेको छ। यसको काम पनि एकदमै हाई क्वालिटीको नै छ है। सो हजुरले पनि ट्राई गर्न सक्नुहुनेछ। बाई बाई।